Hello guys, welcome to my new vlog. म अब अलमोस्ट जापानबाट आफ्टर 10 days नेपाल आउँदैछु होइन। त्यही भएर आज मेरो छुट्टी थियो, त्यही भएर म सोलो साइकल राइड गर्न लागेको। यहाँ किसानको साइकल लिएर आउँछ, साइकल यहाँ किसानको गाड्दा साइकल। त्यो साइकल लिएर त्यो राम्रोवाला लाग्छ आज चाहिँ। त्यो अर्को साइकल लिएर नट द्याट वान बिग वान, त्यो साइकल लिएर अनि जान्छु। यो साइकल गियरवाला साइकल हो, यो चाहिँ लिएर जान्छु म होइन। यहाँ किसानको त्यो कसको मलाई थाहा छैन। साइकल दिस आई डोन्ट नो, आई विल बी टेकिङ दिस साइकल। यहाँ किसानको साइकल हो यो, ल राम्रो साइकल छ। अस्ति त्यो चलाएको थियो, आज यो चलाउँछु। म साइकल लिएर निक्लिहालेँ होइन। इन्भाइरोमेन्ट क्या राम्रो छ, फ्लावरहरू यस्तो छ है, रोज राम्रो इन्भाइरोमेन्ट छ। यस्तो इन्भाइरोमेन्टमा साइकल लिएर गइरहेको छु, रोज मजा आउँछ। काकालाई सोधेको थियो हिजो नै, अनि यो हुन्छ भन्नुभयो, त्यही भएर गइरहेको छु। म साइकल पार्क गरेर ब्याङ्कबाट आएको। ब्याङ्कमा हाम्रो त्यो इन्फ्लेसन भएर गभर्मेन्टले 15,000 हालिदिन्छ भनेर भनेको थियो। त्यो पैसा आएको छ कि नै चेक गर्नलाई आएको थिएन। अब चाहिँ 7-Eleven गएर सामान थोरै किन्छु, अनि त्यसपछि माथि जान्छु साइकल लिएर। 7-Elevenबाट सामान लिइसकेँ। अब यहाँ किसानलाई त खुवाउनु पऱ्यो। यसो साथीहरू दिन सेको माटो गइरहेको छु। सेको बाटोबाट उसकी लिन्छु अनि जान्छु। गाइज मैले यहाँ साइकल रोकेँ होइन। यहाँ चेरी ब्लसम यस्तो भ्यू छ। चेरी ब्लसमको खोला यत्रो सफा, खुब सफा छ है। तर चढाइमा इलेक्ट्रिक साइकल भएन भने यो साइकलले लास्टै गाह्रो हुँदो रहेछ। सजिलो छैन यो साइकल चलाउने। गियरवाला भयो नि, तर के अरे चढाइहरूमा चाहिँ लोत गाह्रो हुँदो रहेछ। चेरी ब्लसम अहिले मजाले फुलेको छैन, त्यो पनि कस्तो चिटिक्क देखेको। हो माइ गड। अनि साइडमा खोला भएको, यहीँ बसेर खाऊँ क्या हो। एउटा ब्युटिफुल फ्लावर, साइड लाएर यहीँ बसेर खानु पर्ला जस्तो छ एक्लै आज। के अलि अगाडि हेर्ने हो, कस्तो मौसम आउँछ। अलि अगाडि गएर सिन हेर्छु पहिला कस्तो हुन्छ, अनि त्यसपछि चाहिँ नभए फर्केर यहीँ खाम्ला। त्यहाँ सबभन्दा राम्रो रहेछ। गाडीहरू पनि आउँछ यसरी, डेन्जर त डेन्जरै छ यसरी चलाउनु भनेको। त्यो अब मोबाइल भित्र राख्छु अनि चलाउनु। गाइज आउन चाहिँ सजिलो, उडालो भएर जान चाहिँ लोत गाह्रो। थाकेर अब साइकल यसरी गुडाएर लग्नु परिरहेछ। ब्युटिफुल नेचर चाहिँ बबाल ब्युटिफुल हो नि त। यो ठाउँ नै ब्युटिफुल हो क्या, यस्तो ब्युटिफुल कि अब ब्युटिफुल भएर त युनेस्को हेरिटेज, वर्ल्ड हेरिटेज साइजमा राखेको नि त। थोरै लाग्थ्यो होला। यो ठाउँको नाम तपाईँहरूलाई कसैले थाहा छैन भने, यो ठाउँको नाम चाहिँ उत्तरो सिरितोको उत्तरो सारीगन, सारी डिस्ट्रिक्टको सारीगन चोक र उत्तरो गाउँ। यो चाहिँ के स्कुल हो, क्या हस्पिटल के हो, अहिले ब्युटिकै एरिया छ यो चाहिँ। मलाई पनि थाहा छैन एक्ज्याक्टली के हो भनेर। त्यहाँ एउटा भिन्टेज कार छ, तपाईँलाई म देखाउँछु त्यो कार यस्तो छ भने। खै यो भिन्टेज कार हेर्नु गाइज, यो अगाडिको डेन्जर छ। त्यहाँ लेखेको छ टच नगर्नुहोस् भनेर। बहुत खतरा छ, यसो हेर्दा पनि वाल छ। टोयोटाको फोटो खिच्नु पाउँछ, तर त्यो गर्न पाउँदैन, टच गर्न। मलाई थाहा थियो लोत गर्मी हुन्छ भनेर मैले टी सर्ट लगाएर आउनु पऱ्यो भनेर टी सर्ट निकाल्न हेर्न खोजेको, सब प्याक गरेर राखिसकेको रहेछु मैले होइन। त्यो
फुल लगेजमा राखेको छु खोलेर निकाल्नु अप्ठ्यारो लाग्यो त्यो यही राखिदिएँ रोध गर्नु गयो यो एरिया भनेको चाहिँ बियरहरू आउने एरिया हो बियरहरू अनि त्यहाँ चाहिँ त्यो जति जाल लाग्छ नि त्यो सब जाल लगाएर करेन्ट लाग्छ त्यो जालीहरूमा तल नआउनु पर्यो बियरहरू भनेर रोध थाक्यो यार गाइस यो होटल पनि हाम्रै होटल थियो होइन हाम्रै होटल अहिले पहिला चाहिँ अर्कै होटल थियो अनि गाइस फाइनली हामी हाम्रो होटलनिर पुगिसक्यो यो हाम्रो होटल हो यो चाहिँ हाम्रो होटलको बाहिरको एरिया हो होइन लोज हाम्रो छ यो लोकेसनै ब्युटिफुल छ अब त्यो साइकल राखिदिन्छु गएर चलाउनु सक्दैन थाके कपाल अनि त्यसपछि गएर खाजा बनाउँछु कतै बसेर खान्छु भनेको त्यो पनि यहाँ खाइन त्यहाँ बस्नै मन लाग्ने एक्लै त्यति अब चाहिँ जान्छु खाजा बनाउँछु